कोकोलेले मकै खायो खोयाइले हानोना मरेपछि के को माया चोयाइले बाँधोन। आज यो चोयाको कहानी सुनाउँछु। आजभोलिको भावी पुस्ताहरूले यो चोया काटेको कतिपय देखेको पनि छैन, हेरेको पनि छैन। मैले हाम्रो पालोमा यस्तो थियो भनेर मैले देखाइरहेको छु। यो अति नै आवश्यक हाम्रो इतिहास चिनिने। मरमर हुँदाखेरि छोरी मान्छे हो भने 3 ठोङ बाँध्ने अनिवार्य, जेले बाँधे पनि चोया चाहिने 3 ठोङ। छोरा मान्छे भने 4 ठोङ हाम्रो पालोमा यस्तो थियो। अब आजभोलि त सहर बजारमा बाँस नभेट्नु सक्ला। अब अरू किसिमको हुनु सक्ला, मिसिनले चोया काट्ने निक्लिसक्यो भनेर भन्छ। पहिला त हाम्रो पालोमा त यसरी काट्थ्यौँ। अनि चेत्रो फुङ्रो के डोकु खोगी बन्थ्यौँ। अनि अहिले त चोया काट्नु पनि अब युगले गर्दाखेरि त्यति जान्दैन। अहिले म चोया काटेको मात्रै देखाउँदैछु। अब म डोकु बुनेको चाहिँ अस्ति नै मैले देखाइसकेँ। अब म खोगी बुनेर देखाउने छु यसमा जोडेर।